वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले अतिरिक्त उपभोक्तालाई बढाएको छ। नेपालको न्यून उत्पादनको कारण विप्रेषणको ठूलो हिस्सा भारत पुगेको छ। विप्रेषणले नेपाली जनताको उपभोगलाई परिपूर्ति मात्र गरेको छ र देशमा आयात बढाएको छ, जसका कारण व्यापार घाटा बढ्दो छ, मुद्रास्फीति पैदा भइरहेको छ र देशलाई बहुराष्ट्रिय कम्पनीको उत्पादनमा निर्भर बनाएको छ। नेपालको व्यापार घाटा बढाउने सबैभन्दा महत्त्वपूर्ण कारण विप्रेषण हो। नेपालमा जति जति विप्रेषण बढेको छ त्यति व्यापार घाटा पनि बढेको छ। अर्थात् व्यापार घाटा र विप्रेषण एक आपसमा परिपूरक भएका छन्। आफ्नै दरो औद्योगिक उत्पादन, स्वदेशी पुँजीको विकास र प्रशस्त रोजगारीका अवसर पैदा गर्न नसक्ने देशहरू यो चक्रमा पर्ने गरेको छन्। बेरोजगारीले विदेश पुगी श्रम बेचेर रकम देशमा पठाउने तर त्यसको मुख्य उपयोग दैनिक खर्च र आवश्यक सामग्री खरिदमा हुने अनि अन्नदेखि पेट्रोलियम पदार्थ, लत्ता कपडादेखि मोटरगाडीसम्म आयात गर्ने अर्थतन्त्र भएका कारण रेमिट्यान्सबाट प्राप्त हुने रकम फेरि विदेश जाने, यसलाई रोक्न राज्यको अर्थ र रोजगार नीति तथा लगानी नीतिमा तात्विक परिवर्तन आवश्यक देखिन्छ।